हेलो गाइज, नमस्ते। रमा ब्लगमा धेरै दिनपछि मैले आज यो सानो जानकारी पाएर यही विषय ब्लग मार्फत तपाईहरुलाई सानो जानकारी दिउँ भनेर अब आफूलाई चित्त नबुझिरहेको कुरो अनि आफूले थाहा पाएपछि अलिकति तपाईहरु सबैजनालाई जानकारी गराउँछु भनेर अनि सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। मलाई पनि अहिलेसम्म त ठिकै छ। म चाहिँ आज हजुरहरूलाई स्पेशली यहाँको रोमानियन भाषा अलिअलि 2-4 वटा शब्दहरू र 1 देखि 10 सम्म रोमानियन अङ्कहरू सिकाउन गइरहेको छु, जति मैले जानेको छु। अनि त्यो भन्दा पहिला चाहिँ मैले कम्पनीको विषयमा थोरै जानकारी दिन चाहे हजुरहरूलाई। हजुरहरू जति पनि रोमानियामा आउँदै हुनुहुन्छ, यदि हैन हजुरहरू प्रोसेसमा हुनुहुन्छ, प्रोसेस गर्दै हुनुहुन्छ, अप्लाई गर्ने तयारीमा हुनुहुन्छ भने चाहिँ म एउटा कुरा जानकारी गराउन चाहन्छु हजुरहरूलाई है। म्यामले भन्दै नै आफूलाई जानकारी नभएको कारणले कोही मार्फत नसुनेको भएर अथवा मैले युट्युब च्यानलहरुमा खोज्न त खोजेको, धेरै न्यूजहरू खोज्न त खोजेको, तर यो विषयमा चाहिँ मैले भेटिन हैन। नभेटेको कारणले एप्लाई गर्नुभन्दा अगाडि मलाई जानकारी नभएको त हैन, जानकारी त भएको थियो, तर मैले यसलाई चाहिँ के भन्ठानी भने मलाई युरोप जानु छ, मलाई रोमानिया जानु छ। रोमानिया अब जुनसुकै व्यक्तिको होस् अथवा जुनसुकै ठाउँको होस्, कम्पनीसँग मलाई केही उसै भएन के, सरकारै भएन, त्यही माथि यो सम्बन्धी मलाई केही जानकारी नै भएन नि त। त्यो भएको भएर चाहिँ मैले अब आफूलाई थाहा हुँदा यो कम्पनी हो भने थाहा हुँदै पनि मैले अप्लाई गरी आइ पनि हैन। अब यो कम्पनीको विषयमा चाहिँ कस्तो कम्पनीमा आउँदाखेरि राम्रो हुँदो रहेछ, के सेवा सुविधा पाइँदो रहेछ र जुन म आएको छु टर्की कम्पनी, यसमा चाहिँ के बेफाइदाहरू हुँदो रहेछ भनेर चाहिँ मैले हजुरहरूलाई जानकारी गराउन लाग्यो हैन। राम्रोसँग भिडियो सुनेर बुझ्नु होला, स्किप नगरिकन हेर्नु होला है। म आउँदाखेरि चाहिँ त्यहाँ मेन पावरबाट मैले यो विषयमा थोरै जानकारी त अघिल्लो भिडियोहरू पनि भनेको थिएँ है, तर डिटेल्समा चाहिँ मलाई अहिले झन् अलिकति के अब अरू कम्पनीका र यो कम्पनी तुलना गर्दाखेरि चाहिँ धेरै नै फरक भएर धेरै फरक पाएर अनि मैले हजुरहरूलाई मेरो भिडियो मार्फत हजुरहरूलाई केही सिक मिलोस् हैन, केही जानकारी होस्, हजुरहरूलाई सपोर्ट होस् भनेर मैले यो विषय बनाउन खोजेको। यसमा चाहिँ मैले चाहिँ के बुझेँ भनेदेखि जस्तै म चाहिँ यो टर्की कम्पनी भनेर चाहिँ मलाई मेन पावरमा म्यामले भन्नुभएको थियो कि टर्कीको कम्पनी हो, कम्पनी चाहिँ भनेर भन्नुभएको थियो। मलाई चाहिँ यो टर्की कम्पनी के हो, अरू कम्पनी के हो मलाई थाहा भएन नि, त्यतिखेर मलाई आउनुभएको थिएन, अरू कसैको मुखबाट सुनेको पनि थिएन यस्तो राम्रो हुन्छ उस्तो राम्रो हुँदैन भनेर है। अनि अहिले चाहिँ म आएर चाहिँ के भयो भने टर्की कम्पनी चाहिँ त्यो कम्पनीहरूमा चाहिँ धेरै सेवा सुविधाहरू के गाइस हैन। त्यही भएर मैले चाहिँ कम्पनी बुझेर मात्रै आउनु होला, त्यहाँ एप्लाई गर्ने बेला सोध्नु होला कुन कम्पनीमा एप्लाई गर्दै हुनुहुन्छ भनेर। यदि टर्की कम्पनी हो भने चाहिँ प्लिज हैन टर्की कम्पनीको चाहिँ एप्लाई नगर्नु होला। अरू कम्पनीहरू नि 1-2 वटा छन् त्यस्तो भनि सुनेको छु, तर मलाई टर्कीको चाहिँ आफूले भोगेको भएर मलाई थाहा भएको है। यहाँ चाहिँ जति पनि पाउन पनि सेवा सुविधाहरू कति पनि पाइँदैन, एउटा कुरा त हैन। अर्को कुरा जस्तै अब हामी 2 वर्षको कन्ट्र्याक्ट सकाएर घर जान्छौँ नि त, अनि त्यो घर जाने क्रममा नि कस्तो हुन्छ भनेदेखि अरू जापानिज अब रोमानियन कम्पनीहरू अमेरिकन कम्पनीहरूले चाहिँ के गर्दो रहेछ भने घर जाने 15-16 महिनामा छुट्टी दिने, घर जानेलाई पाउने, अनि त्यसको अपडाउन टिकटै कम्पनीले बेहोर्ने, अनि प्लस अब 2 महिना रुममा घरमा बसेको 2 महिना छुट्टी दिँदो रहेछ, 2 महिना घर बसेको छुट्टीको पनि पैसा दिने। त्यो एकदमै राम्रो हो नि त हैन, अपडाउन टिकट, त्यही माथि घरमा बसेको स्यालेरी पनि पाउने, त्यो चाहिँ छ। तर यो टर्की कम्पनीमा चाहिँ टर्कीमा चाहिँ त्यस्तो छैन कि। हाम्रो कम्पनीमा चाहिँ म आइकन नि 2-4 जना गइसक्नु भयो। उहाँहरूको चाहिँ के गर्यो भनेदेखि 3 वर्ष एकजना भाइ 3 वर्षपछि जानुभयो हैन। त्यो भाइलाई चाहिँ के गर्यो भनेदेखि टिकट दिएन कि, जाँदाखेरि टिकट दिएन, अनि आउनु जानलाई टिकट पनि आफैले काट्न पर्ने, अनि उहाँ बसेको पैसा पनि नदिने के। टिकट नदिकन 2500 चाहिँ हालिदिएको रहेछ हैन, महिनाको 2500 चाहिँ। अनि त्यति मात्रै के, अब अपडाउन टिकट भएन नि त, अब आफ्नै पैसाले टिकट काटेर आउनु पर्ने भयो। पाउने बेसिक स्यालेरी पनि नदिएको कि, अब बेसिक स्यालेरी यताउता कटाएर हाम्रो 2700 हुन्छ हैन। त्यो 2700 चाहिँ अब कार्डमा हालिदिन्छ के रे, प्लस 1000 रुपियाँ दिन्छ है। त्यसमा पनि उनीहरूलाई दिएन कि, त्यही 2500 मात्रै हालिदिएछ कार्डमा 2 महिनाको 2500।
अनि त्यस्तो छ कि साथीहरू त्यो भएको भएर कम्पनी चाहिँ एकदम बुझेर आउनु होला भन्न चाहन्छु म यो भिडियो मार्फत हजुरहरूलाई जति पनि एप्लाई गर्ने प्रोसेसमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ। अनि साथीहरू यो त भयो कि कम्पनीको विषयमा हैन, अब आफ्नो सेवा सुविधाको विषयमा भयो हैन। सेवा सुविधाहरू पनि कस्तो हुन्छ भने अब अरू कम्पनीहरूमा चाहिँ गर्मीको बिदा दिन्छ कि 10 दिन 12 दिन गर्मीको बिदा दिन्छ, हाम्रो यहाँ कम्पनीमा दिँदैन के। अनि अरूमा अब त्यस्तो अप डाउनको टिकट दिएर पनि स्यालेरी दिएर पनि अनि हप्ताको 2 दिन छुट्टी दिएर पनि हैन, अनि जम्मा 8 घण्टा ड्युटी गराएर पनि त्यति सेवा सुविधा छ। अब हाम्रो यो कम्पनीमा चाहिँ 10.5 घण्टा ड्युटी गराएर पनि शनिबार पनि 3 बजेसम्म ड्युटी गराएर पनि त्यति सेवा सुविधा छैन हैन। त्यो भएको भएर चाहिँ हजुरहरूलाई राम्रोसँग बुझेर कम्पनी चाहिँ स्पेसली कम्पनी चाहिँ एकदम बुझ्नु होला भन्न चाहन्छु म है। अनि साथसाथमै हामीलाई एकदम इम्पोर्टेन्ट कि अब जस्तै अब बिहान जस्तो अब भेट्ने बित्तिकै बोलिने 2-4 वटा भाषाहरू के, जस्तै अब बिहान दिउँसो अब बेलुका त्यस्तो शब्दहरू चाहिँ 2-4 वटा चाहिँ एकदम इम्पोर्टेन्ट हुने। अनि त्यसपछि जे काम गर्दाखेरि पनि 1 देखि 10 सम्म चाहिँ जान्नै पर्ने कि यति जाने भने चाहिँ अलि सजिलो हुन्छ कि गाइज। अनि नत्र धेरै गाह्रो हुने कि यति 2-4 वटा शब्दले पनि धेरै सहज बनाउँछ है। मैले चाहिँ त्यो भएर चाहिँ अब 1 देखि 10 सम्म बोलिने शब्दहरू रोमनियन भाषाको अङ्कहरू हैन। 1 लाई ओनो भन्छ हैन, 2 लाई दोए, अनि 3 लाई यस्तै त्रे भन्छ, 4 लाई पात्रु, 5 लाई चिन्ज, अनि 6 लाई सासे, 7 लाई साप्ते, 8 लाई ओप, 9 लाई चाहिँ नोए भन्छ हैन। 10 लाई जे भनेपछि अब 10 को 20 लाई अब दोइजेज भन्छ, 3 लाई त्रिजेज, त्यस्तो हुन्छ हैन। त्यो भएको भएर यत्रो सानो इम्पोर्टेन्ट भाषाहरू पनि थोरै कुराहरूले पनि धेरै सहज बनाउँछ के। जस्तै अब हामीले बिहान आउने बित्तिकै यो चाहिँ इम्पोर्टेन्ट बोल्ने कि यहाँको मान्छेले चाहिँ रेस्पेक्ट नगरेको जस्तो हुने हैन। त्यही भएर बिहान आउने बित्तिकै हजुरले जसलाई बिहान भेट्ने बित्तिकै बुनादेवी न्याच्छ भने चाहिँ हामी गुड मर्निङ भने जस्तै बिहानको गुड मर्निङ भनिन्छ नि, बुनादेवी न्याच्छ भन्छ। अब दिउँसो अब 11 बजे 10 बजेपछि चाहिँ बुना मात्रै भन्दा नि हुँदो रहेछ। अनि बुना जुवा, त्यो चाहिँ बुना जुवा भनेको चाहिँ दिउँसो हो हैन। अनि त्यस्तै बेलुकाको टाइम अब 4-5 बजेपछि चाहिँ 5 बजेपछि चाहिँ बुना सेरा भन्छ। यस्तो शब्दहरू सानो भाषाहरू इम्पोर्टेन्ट म तपाईँहरूलाई अब अर्को भिडियोमा यो डेली बोलिने ल्याङ्ग्वेजहरू थोरै गरेर म हजुरहरूलाई सिकाउँछु मैले जानेको जति है। यो भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नु होला, थोरै जानकारी नै हजुरहरूलाई धेरै ठुलो काम दिन सक्छ। त्यो भएको भएर चाहिँ एकदम राम्रोसँग फर्स्टमा त मेन पावरमा गएर कम्पनी बुझेर मात्र एप्लाई गर्नु होला जति एप्लाई गर्न कोसिसमा हुनुहुन्छ भनेदेखि हैन। गरिसक्नु भएको भिसा आइसकेको चाहिँ त्यो छुट्टै कुरा भयो हैन। त्यो भएको भएर म चाहिँ एकदम बुझेर गर्नु होला। अनि प्लस अर्को भिडियोमा चाहिँ राम्रोसँग म 2-4 वटा ल्याङ्ग्वेजहरू थोरै गरेर म हजुरहरूलाई सिकाउँछु, सिक्नु होला। धेरै इम्पोर्टेन्ट हुँदो रहेछ किनभने ल्याङ्ग्वेज जानेन भने धेरै गाह्रो हुँदो रहेछ।